च्यालेन्ज तपाईसँग सोध्न चाहन्छु म पैसाले कतिको बिगारिरहेको छ र कतिको चाहिँ सपारिरहेको छ जस्तो लाग्छ त हाम्रो देशलाई पैसाले चाहिँ बिगारेको छैन होइन किनभने पैसातिर मान्छे लागेर चाहिँ बिग्रेको हो नि त कानमा भनेर हुन्छ लेखेर आउनु पर्यो नि उहाँले बोल्ने तपाईँहरूले टेबल ठटाउने कार्यपालिकामा पहिलोचोटि बस्दै हुनुहुन्छ कि के हो प्रमुखज्यूले कसरी बुझ्नुभयो मैले फुटपाथमा पार्किङ गर्ने कुरा गरेकै छैन केमा पार्किङ मैले सडकमा कुरा गरिरहेको छु सडकमा पाइँदैन पार्किङ गर्नु सडक विभागको आफ्नै ऐन छ होइन हामी उहाँसँग समन्वय गर्नु सडक विभागको ऐन अनुसार हो त्यो हामीले गरेको काम चाहिँ सडक विभागको ऐन अनुसार छ हाम्रो संस्थाले किन काट्दैछ त्यो कानुन कारबाही गरौँला नि त कानुन कारबाही ढिला होला त्यहाँ काम पहिले भइरहेछ काम त ठेका लगाएपछि काम भइहाल्छ नि काम त ठेका लगाएपछि काम भइहाल्छ नि अनि बोले जस्तो कुरा कहाँ हुन्छ र गाह्रो छैन गाह्रो छ भनेर बसियो भने त चुप लाएर सुतेर बसे भइगयो त गाह्रो छ आज के उठ्नु आज म दिनभरि सुतेर बस्छु भन्दा भइगयो गाह्रो छ भने त भएन नि काम गर्न दिन्छ भने स्वतन्त्र व्यक्तिलाई काम गर्न गाह्रो हुन्छ काम गर्न दिने र नदिने भन्ने कुरै छैन नि स्थानीय सरकार हो नि त स्थानीय सरकार मेयरलाई काम गर्न दिने र नदिने भन्ने त कुरै छैन त्यो त सरकार हो त्यहाँ अपोजिसन बसेर त्यहाँनिर टेबल ठट्टाउने होइन नि त बर्खामा पानी पर्दाखेरि त त्यो सोसेर भित्र पानी जाने भयो नि त जमिनको पानी रिचार्ज हुने भयो तपाईँको घरको बोरिङमा अस्ति पानी नआएर गाह्रो परेको थियो अब त्यो बोरिङको पानी माथि आउँछ इनारको पानी माथि आउँछ इनारको पानी माथि आएपछि खोलाको पानीको लेभल पनि माथि बढ्छ सफा पिउने पानी चाहियो सुन्दै गर्नुहोस् न यहाँ आइसक्यो सफा पानी सुन्दै गजब बेइज्जती तपाईभन्दा अगाडिका मेयरहरूलाई अथवा यसभन्दा अगाडिका पदाधिकारीहरूलाई पनि त फोहोर त गनाउँदो हो नि यो टेक्नोलोजी त थाहा नभएको होइन होला होइन उहाँहरूलाई फोहोर पनि गनाउँदो हो उहाँहरूलाई टेक्नोलोजी पनि थाहा थियो तर उहाँहरूको गाडीको सिसा चाहिँ यति बलियो थियो कि त्यहाँभित्रै पसेन क्या तपाईँलाई अत्यन्तै तुच्छ नि सर अत्यन्तै तुच्छ राक्षसको वकिल भएर एउटा प्रश्न सोधौँ हजुर सोध्नु तपाईँ हारिहाल्नुभयो भने कसरी अनुहार देखाउनुहुन्छ त्यसरी नै देखाउँछु जस्तो ऱ्यापरहरूको चाहिँ होइन आई हेभ सिन दिस क्या बडी ल्याङ्ग्वेज क्या सर हजुर 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 ल यो हुन्छ नि यस्तो लाग्छ कि उहाँहरू केही मतलब तरकारी काटिरहनु भएको छ कि हातमा केही दियो भने उहाँहरूको तरकारी नै काटिने टक्क लाएर हुन्छ नि जस्तो मतलब लौका लामो राखेको छुरा दिनु वर्षा पानी नि पुरै काटिने जस्तो पुरै सरको एउटा ऱ्याप कुनै गर्नुहोस् त सर प्लिज कुनै सरको आफ्नै कविता हुँ म आत्मा थप्ने तिमी भावना हुँ रमिता हुन्थे दैले ल्याउने तिमी साधना होला एउटा लौका गाई यो सोचेको थिइनँ अबदेखि कहिले काहीँ यसो तरकारी काट्नु पर्यो भने चाहिँ तपाईँको चिज ट्राई गर्नु दुईतिर चक्कु राखेर सही हो आइडिया त अनि के लाग्छ अब जितिएला होइन जित्न त 100% जितिन्छ बेलुका सुत्दाखेरि चस्मा खोल्नुहुन्छ होइन बेलुका सुत्दा चाहिँ लाएरै सुत्छु होइन किनभने सपना धेरै देखिन्छ क्या चस्मा लगायो भने चाहिँ सपना पनि आउन अनि मजाले आनन्दले सुत्नु चस्मा खोलेर आँखाको भावलाई कसरी बुझ्ने त अब नबुझ्ने हाम्रो संस्थालाई त्यो रिस्टेट गर्नु पुनर्स्थापना गर्नु फर्काउन सहमति गरिसकेर यहाँ बसेर सबै सहमति गरिसकेर पत्र काट्छ भने त्यो हाम्रो जिम्मेवारी हो त खै त के त च्यालेन्ज गर्नुहोस् आज बैठकमा च्यालेन्ज गर्नुहोस् 22 वडाले अहिलेसम्म गरेको यो जति पनि गरिबी छ गैर कानुन संगठन तपाईँ कानुन रूपमा जानुहोस् तयार छु तपाईँले कति वर्ष भनेर यो सहर बन्दैन तपाईँलाई के च्यालेन्ज दिने ल भने के कुरा भनिराख्नु भयो म्युजिक उहाँलाई फुटपाथ ठुलो चाहियो उहाँको वार्डमा मान्छे हिँड्न गाह्रो भयो अब के गर्ने शौकबाट बनेको पेसा भनेको तपाईँ ऱ्यापर हो सङ्गीतको क्षेत्रमा हुनुहुन्छ तपाईँले पढेको विधा भारतमा गएर तपाईँले स्ट्रक्चरल इन्जिनियरिङ पढ्नुभयो तपाईँ इन्जिनियर हो आज पनि त्यही काम गरिरहनु भएको छ अब भन्नु चाहिँ के भएको छ भने म यो दुईटा कुरा होइन म राजनीति गर्छु मेयर बन्छु
एउटा मान्छेले यस्तो चाहिँ किन हुन्छ? होइन, राजनीति गर्छु भनेर त कहीँ पनि अहिलेसम्म भनेकै छैनौँ, किनभने मेयर भनेको राजनीति गर्ने थलो नै होइन। संसार युवतीमै अडेको छ है। होइन, त्यस्तो पनि होइन, युवतीमै अडेको त छैन, तर युवतीमै अडियो भने केही पनि गर्न सकिँदैन। युवतीमै चाहिँ अडिनु चाहिँ भएन, तर अडिएको जस्तो देखिन्छ, त त्यसैमा अडिराख्नु। तर पुरुषहरूको लागि युवती भनिसकेपछि सबै कुरा छोड्न तयार हुन्छ नि। यस्तो भन्छ 99% अफ मेन आर बिजी विथ वुमन अनि रेस्ट अफ 1% आर मिलियनियर्स। 99% मान्छे चाहिँ युवतीमा फसिरहेको हुन्छन्, बाँकी 1% चाहिँ मिलियनियर हुन्छन् अरे क्या। के चाहिँ सजिलो लाग्यो यहाँलाई? गीत गाउन सजिलो रहेछ कि यो चुनावको माहौलमा रङ्गिन सजिलो रहेछ? होइन, गीत गाउन पनि सजिलो काम चाहिँ होइन। गीत गाउन किनभने हाम्रो विधामा त अझ गीत आफै लेख्नुपर्छ, आफै कम्पोज गर्नुपर्छ, आफै गाउनुपर्छ, आफैले एक्टिङ गर्नुपर्छ, प्राय डिरेक्सन पनि आफैले गर्नुपर्छ होइन। त्यो हिसाबले गीत गाउन पनि एकदमै गाह्रो काम हो। मेरो इन्जिनियरिङ पनि गाह्रै काम हो होइन। अब यो पोलिटिकल जुन सिनारियो बनेको छ त्यो पनि गाह्रै काम हो। तर गाह्रो कामलाई चाहिँ गाह्रो रूपमा सोच्नु चाहिँ भएन। अब यो गाह्रो छ कि ओहो के गर्ने होला भनेर सोध्नु भन्दा आफ्नो काम गर्ने हो नि त। हाम्रो इक्जाममा पनि साथीभाइ पढ्दाखेरि ओहो भोलिको इक्जाम त एकदमै गाह्रो छ, के गर्ने, त्यो सोचेर बस्नु भन्दा त बिहानदेखि बेलुका पढेको हो नि त। देशकै एउटा चाहिँ पपुलर ल्यान्डमार्क नयाँ सडकमा पेटी बढाउनु कुरा मैले पटक्क पढेर थाहा पाउनु पर्ने, यो किन भइरहेछ? तपाईँको वडामा पत्रिका पढेर थाहा पाउनुभयो कि 24 नम्बर वडामा? ठिक छ, एउटै कुरा दोहोऱ्याइराख्नु पर्दैन। ठिक छ, अरू केही छ? स्वतन्त्र व्यक्तिलाई काम गर्न गाह्रो हुन्छ। काम गर्न दिने र नदिने भन्ने कुरै छैन नि। स्थानीय सरकार हो नि त। स्थानीय सरकार मेयरलाई काम गर्न दिने र नदिने भन्ने त कुरै छैन। त्यो त सरकार हो। त्यहाँ अपोजिसन बसेर त्यहाँनिर टेबल ठट्टाउने होइन नि त। न्युरोडलाई किन टुक्रा पार्ने? न्युरोडलाई टुक्रा पारेर के टुक्रा पारेर बनेको थियो। न्युरोडलाई टुक्रा पारेर निर्माण टुक्रा पारेर बनेको थियो। उहाँको वार्डमा उहाँको वडा भवन बन्दैछ। अब त्यो भवन पनि तपाईँलाई सोध्ने, अब भवन बनाउने कि नबनाउने भनेको। हामीले परिचयमा उल्लेख गरिसक्यौँ तपाईँ विवाहित हो। तपाईँले ओलाबारीकी छोरी सबिना काफ्लेसँग विवाह गरिसक्नु भएको छ। लभ म्यारिज, अरेन्ज म्यारिज हो। यो किन कुरा चाहिँ लुकाइएको हो कि तपाईँले भन्न नचाहेको? लुकाएको होइन, नसोधिएको चाहिँ हो। किनभने प्रायः चाहिँ अन्तर्वार्ताहरूमा मेरो विषयमा मात्रै कुरा गर्नुहुन्छ। सोद्धाखेरि जस्तै ऋषि धमलाजीले सोध्नु भएको थियो, कलकान्तिबाट पनि सोध्नु भएको थियो। सोधिएको खण्डमा भन्ने हो, नसोधिकन सुरुमा एकछिन पर्खिनुहोस् है, मेरो बुढीको बारेमा चाहिँ कुरा गरौँ भनेर गर्ने कुरा पनि भएन होइन। तपाईँले केपी शर्मा ओलीको किन आलोचना गर्नुभयो बताउनुहोस् त, जता जान चाहन्छन्? मैले केपी शर्मा ओलीजीको धरहरा त उहाँले बनाएको हो नि, होइन? त्यो धरहरा होइन, त्यो धरहरा किन होइन? पछाडि जुन भत्कियो, जुन चाहिँ इँटा सुर्खी माटोले बनेको संरचना थियो, त्यो धरहरा हो। त्यो धरहरा किन विदेशीहरू हेर्न आउँथे भन्दाखेरि नेपालीहरू कस्तो अजङ्गको मान्छे रहेछन्, यिनीहरूले त इँटा माटो र सुर्खीले चाहिँ 13 तल्लाको भवन बनाए भनेर हेर्न आउने हो नि त। तपाईँको कङ्क्रिटको टावर त जसले पनि बनाउन सक्छ। हाम्रो भन्दा राम्रो टावर अमेरिकामा चोकचोकमा छैन नि त। तपाईँले त भ्यू टावर भनेर भन्नुभयो धरहरालाई। भ्यू टावर होइन त्यो, कसरी? होइन, त्यो सेतो टावर हो। भ्यू टावर किन होइन भन्दाखेरि भ्यू टावर पनि होइन धरहरा। कुनै पनि सहरमा भ्यू टावर त्यसलाई भनिन्छ जुन भन्दा अग्लो चिज केही पनि हुँदैन। जस्तै हाम्रो यो सेतो टावर भन्दा अग्लो त 2टा होटल छ नि त, भनेपछि कुन चाहिँ भ्यू टावर? तपाईँले यहाँ ल्याब खोल्न पाउनुहुन्न। ठिक छ, नखोल्नुला केही छैन। तर हजुरले मैले जुन एप्रुभल ल्याएको पछाडिबाट घुमाउनुहुन्छ। सरकारले मैले फाइन तिरेर एप्रुभल ल्याएको छु। के गर्नु त्यसलाई होइन? सबैले हस्पिटल खोल्ने ल्याब खोल्ने एप्रुभल मैले व्यवसाय गर्ने भनेर ल्याएको छु नि। होइन, व्यवसाय गर्ने भने एप्रुभल लिनु भएको छैन। तपाईँसँग छैन, ल्याउनु नि त। यो फस गयो। म दिन्छु। कस्तो तपाईँको घरको नक्सा मसँग हुनुपर्छ? नगरपालिका के हुन्छ त? तपाईँको नक्सा मसँग हुनु, मैले त्यहाँ छापे, यहाँनिर यत्रो नोटिस दिएको छ, अनि के हो यो? 35 दिन भित्र खाली गर भने नोटिस दिएको छैन? तपाईँको घरको नक्सा मसँग हुन्छ? अनि मैले खाली गरेर किन कसरी गरेँ? तपाईँको घरको नक्सा मसँग हुन्छ तपाईँ छ भने? मेरो कि डन हो यार, मेरो कि डन हो यार। म्युजिक गाह्रो छ नि तपाईँलाई।
होइन गाह्रो भन्ने सजिलो भन्ने होइन हामीले चाहिँ हाम्रो कुरा चाहिँ के हो भन्दाखेरि राजनीति होइन नि त हाम्रो कुरा त विकाससँग जोडिएको छ नि त मेयरको पोजिसनमा एकजना व्यक्ति गएर त्यसले राजनीति गर्ने होइन नि त राजनीतिमा रुचि हुँदैन ऊ राजनीति व्यक्ति होइन राजनीतिमा रुचि हुनु त सबैको पर्यो तपाईँको पनि पर्यो मेरो पनि पर्यो बच्चैदेखि हाम्रो स्कुलमा राजनीति सिकाउनु कोही टाढा बस्न सक्दैन कोही पनि टाढा बस्न सक्दैन राजनीति बुझ्न पर्छ तर काम गर्ने बेलामा चाहिँ राजनीति गर्नु भएन जनता जान्न चाहन्छन् कार्यक्रममा आएर प्रश्न भन्नुभएको थियो अहिलेको अवस्थामा म बाहेक कोही पनि राम्रो उम्मेदवार छैन आज यसपालि भनेर यो चुनावमा भन्नुभएको थियो ठिक छ उहाँलाई त्यस्तो लाग्छ भने त केही भन्न सकिएन तर उहाँलाई त्यो लाग्नु पनि पर्छ किनभने मेयरमै उठिसकेपछि त्यति लाग्नु पर्यो नि त मान्छेलाई